डिजिटल भाइलेन्स भनेको चाहिँ सोसियल मिडियाद्वारा और भर्चुअलद्वारा होइन जसले चाहिँ अरू इन्डिभिजुअललाई हार्म पुऱ्याउँछ त्यसलाई नै भनिन्छ कि सो मोस्टली वुमेन आर टार्गेटेड थ्रु डिजिटल भाइलेन्स होइन हाम्रो मेन क्यारेक्टर एउटा केटी छ होइन एन्ड सी इज ट्राभलिङ थ्रु अ स्पेस भनौँ अनि जसमा चाहिँ वी क्यान सी मेनी ह्यान्ड्स 3टा हात छ यो वालमा चाहिँ त्यो हातले चाहिँ केटीलाई ग्रास्प गर्न खोजिरहेको छ क्या एन्ड दिस ह्यान्ड हेज कोड्स एन्ड डाटा सिम्बल्स अन इट दिस ह्यान्ड रिप्रेजेन्ट्स अल दि डिजिटल भाइलेन्स डिजिटल हार्महरू अनि यसले चाहिँ केटीलाई ग्रास्प गर्न खोजिरहेको छ मेबी हि इज ट्राइङ टु हार्म हर मेबी हि इज ट्राइङ टु स्टप हर अनि त्यो केटी चाहिँ त्यो ग्रास्पबाट चाहिँ निस्केर सी इज ट्राइङ टु गो थ्रु दिस डोर सी इज ट्राभलिङ थ्रु लाइट सी इज गोइङ थ्रु द डोर अनि इभेन्चुली सी विल गेट हर पिस सी हेज अ फ्रिडम त्यो देखाउन खोजिरहेको छ यसमा प्लस यति धेरै फिमेल्सहरूलाई चाहिँ यो जुन प्रब्लमहरू आइरहेछ नि त्यो चाहिँ मलाई एकदम दुःख लाग्छ किनभने एभ्रिथिङ उनीहरूले मात्रै फेस गरिरहनु परेछ क्या त्यो मलाई पनि त्यो कुरा पनि नराम्रो लाग्छ त डिजिटलमा चाहिँ कसले फेक आइडी बनाएर या के गरेर भाइलेन्स गरिरहेछ हरेस गरिरहेको वुमेन्सहरूलाई त्यो थाहा हुँदैन नि त सो त्यसले गर्दाखेरि चाहिँ मेरै छेउमा पो छ कि कल्प्रिट मेरै वरिपरि पो छ कि जस्तो फिल हुने क्या डिजिटल भाइलेन्स इज अ रियली बिग सब्जेक्ट अनि यही थिममा चाहिँ सत्यमा वर्कसप भएको थियो I got to listen many stories regarding digital violence. There were a lot of people sharing their own stories. सबैको different story थियो तर digitally नै harm भएको digitally नै affect गरेको स्टोरीहरू थियो and we all laughed, we all shared our story. एकदम राम्रो get together जस्तो थियो but it was really sad that people have been normalizing digital violence. It's यस्तो कन्टेक्स्टमा कि violence त्यो पनि digital violence मा पनि against women. It was really sad to see people like commonizing यस्तो कुराहरू. They were not commonizing तर यस्तो common भइसक्यो कि जो people ले चाहिँ है मेरो पनि यस्तो छ है मेरो पनि यस्तो छ भन्ने स्टोरी जुन तरिकाले सेयर भइरहेको थियो नि भनेपछि सबैले नै अफेक्ट गरेको रहेछ भन्ने कुरा चाहिँ थाहा पाइन्छ कि अनि सिन्स यति मान्छेहरूलाई भने हुन्छ नि मेजोरिटीलाई नै अफेक्ट गरिरहेछ केटी होस् केटा होस् यसको लागि लहरू बनेकै छैन अनि आई गट मोर अवेरनेस फ्रम द्याट इन्टरेक्सन किन भन्दाखेरि ए हो कि अहिलेसम्म कसैले पनि यो रिगार्डिङ ल यस्तो स्ट्रिक्ट न्यारेटिभै बनाएको छैन जस्तो फिल भयो सो आई थिङ्क आई कम्पोज्ड हर थ्रु माई ओन स्टोरी थ्रु माई ओन फिलिङ The theme digital violence is quite common. जुन पनि आर्टिस्टले रेजोनेट गर्न सक्छ क्या यो थिममा सो मैले त्यसलाई नै रेजोनेट गरेर चाहिँ बनाइरहेको छु दिस आर्ट क्याप्चर्स अ गर्ल फ्लोटिङ थ्रु अ डिजिटल स्पेस एन्ड सी इज गोइङ फ्रम डार्कनेस टु लाइटनेस द ह्यान्ड्स आर ग्रास्पिङ हर द ह्यान्ड्स आर लाइक ट्राइङ टु ब्लक हर फ्रम हर फ्रिडम क्या She is not escaping, she is just avoiding the barrier and going towards her freedom. I think she resonates me and so many girls in this country, in this whole art.